सिरानी मुनिको अन्तिम चिठी। घर सुनसान छ। विनिता गएको 15 दिन बितिसक्यो। मान्छेहरू आइरहने, भेला हुने, सम्झाउने क्रम सकियो। अब सबै आफै बाटो लागे, तर विवेकको बाटो त्यही रोकिएको छ। जहाँ विनिता अन्तिमपल्ट निधाएकी थिइन्, आज जति बेर भयो उनले फेरि त्यो सिरानी अँगालो हालेर हेरे। त्यो सिरानी जसमा विनिताको सुगन्ध अझै बाँकी थियो र जुन बेला तल एउटा पत्र लुकेको थियो। सायद अन्तिम सासको ठिक अघि लेखिएको। विवेकको हात काँपियो। उनले त्यो चिठी निकाले र पढ्न थाले। विनिता अन्तिमपल्ट बोलिरहेकी थिइन् कागजमा। प्रिय बुढो, जब तपाईँ यो चिठी पढिरहनुहुन्छ म यहाँ हुन्न होला, तर म जान्दछु तपाईँको मुन्टो अझै मेरै सिरानीमा हुन्छ। तपाईँ अझै भान्सामा 2 गिलास चिया बनाउनुहुन्छ होला। तपाईँ अझै ढोका खोल्दा मलाई खोज्नुहुन्छ होला। तर अब म ती सबै ठाउँमा नै छैन। मलाई थाहा थियो बुढो, मलाई क्यान्सर लागेको छ र त्यो पनि अन्तिम चरणमा पुगेको। तपाईले केही नभने पनि तपाईको आँखाले राति उठेर लुकेर रोएको आवाजले सबै बताउँथ्यो। तपाईले मेरो लागि कति कुराहरू गुमाउनु भयो। दुःख गरेर जोडेका गहना, जमिन सबै बेचिदिनु भयो। तर म त यहाँबाट केही लिएर जान सकिनँ नि। बरु तपाईको माया, त्यसलाई च्यापेर लिएर जान खोजेकी छु। जीवनका यी 15 वर्ष तपाईको अँगालोमा बिताए। दुःख थियो, तर म